नमस्ते। अहिले बसेर यहाँ न्युज हेर्दै थिएँ कि अनि कोरियामा चाहिँ सुसाइड रेटहरू बढ्दै गएको छ होइन। 2009 भन्दा 2026मा आइपुग्दाखेरि पपुलेसन डेफिनेटली बढ्या पनि छ। पहिलाभन्दा अब प्रब्लम्सहरू पनि बढेको छ होइन। नेपालीहरूको प्रेजेन्स बढ्दो गएको छ। त्यसै अनुसार सोसल एक्टिभिटिजहरू पनि बढ्दो छ। त्यसैमध्ये एउटा चाहिँ एकदम धेरै मेरो मनमा लागेको कुरा होइन, यो न्युजहरू हेर्दाखेरि सुसाइड भएको अब कारणहरू चाहिँ के होला होइन। यहाँ चाहिँ आएर सुसाइड गर्ने, नेपालबाट त्यत्रो दुःख गरेर आएर होइन, चाहे त्यो पढ्नको लागि होस्, त्यो काम गर्नको लागि होस्, अनि व्यापारको लागि होस्, या बिहा गरेर आउनुभएका दिदीबहिनीहरू हुनुहुन्छ या दाजुभाइहरू हुनुहुन्छ। अस्ति भर्खर एउटा म आफू मेडिकल कलेजमा काम गर्ने भएको हुनाले मेडिकल कलेजमै एकजनाको सब आइपुगेको रहेछ नेपालीको। अनि मलाई चाहिँ अप्रोच भयो अनि म गएँ त्यहाँ होइन, बुझ्नको लागि के रहेछ भन्ने कुरा। अनि बुझ्न जाँदाखेरि चाहिँ एकजना भाइ, मेरो उमेरले चाहिँ भाइ नै हुनुहुँदो रहेछ, उहाँ आइसियुमा हुनुहुन्थ्यो। अनि मैले चाहिँ म यो युनिभर्सिटीको स्टाफ हो अनि म फलाना डिपार्टमेन्टमा छु भनेर मेरो आई कार्ड देखाइसकेपछि मलाई एसेस भयो। म गएर नजिकबाट गएर हेरेँ होइन। हेरेर आउँदा अनि हेरेर आएँ अनि केस डिटेल बुझ्दाखेरि के भयो भने उहाँले चाहिँ अल्कोहल खानु भएको रहेछ एक्सेस मात्रामा, र साथीहरूसँग यत्तिकै रमाइलो गर्नु बाइकमा बस्नु भएछ, एक्सिडेन्ट भएर अन द स्पोट उहाँलाई चाहिँ चोट लागेछ होइन, खसेर चोट लागेछ र हस्पिटल लिएर आएछ। अनि त्यसपछि मेरो युनिभर्सिटीको ट्रमा सेन्टरमा लिएर आएर राखेको रहेछ। अब कुरा चाहिँ के भयो भन्दाखेरि अब अल्कोहल कन्जम्सन अब हेर्नु राम्रो पनि छ नराम्रो पनि छ होइन। तर कस्तो भने सङ्गतको असर, अल्कोहल खाइसकेपछि बाइकमा हिँड्नु होइन, अल्कोहल कन्जम्सन गरिसकेपछि तिनैजना बसेको मान्छेहरू चाहिँ अगाडि बस्नु दुईजनालाई केही भएन, पछाडि बस्ने थर्ड पर्सनलाई चाहिँ लाग्यो, चोट लाग्यो। अनि बाहिरबाट हेर्दाखेरि हेड इन्जुरिज केही रहेनछ होइन। तर उहाँको चाहिँ दिन चाहिँ भित्रपट्टि मेजर अपरेसन गराएर रहेछ गर्भ होइन। अब त्यो म गएँ हेरेँ, दुर्भाग्यवश के भन्दाखेरि बुवा आमा बुढो हो अनि उहाँले बिहा गरेर 15 हो कि 16 2 हप्ता दिन बसेर नेपालबाट फर्केर आउनु भएको रहेछ। अनि यो केस भएको बेलामा बाबु घरमा एक्लै थियो अनि उसलाई छोड्नु मिलेन, म उसलाई पनि लिएर गएँ। अनि यस्तो यस्तो छ, मामा भित्र गएर आउँछ, तिमी बाहिर बसेर हेर भन्यो। अनि उसले चाहिँ सबै कुरा यो सुनिरहेको थियो। अनि उसले मलाई भन्यो कि ओहो, उसले चाहिँ त्यो अङ्कलको बारेमा भनेर अनि उसले भन्यो कि मामु अब त्यो आन्टीलाई कसले पाल्छ भनेर भन्यो। अनि म त त्यसो सानो बच्चाले किन त्यो भन्यो, किन के भएर किन र भनेर, उहाँ त भर्खर बिहा गरेर आउनु भएको रहेछ, उहाँको बच्चै रहेनछ भन्यो कि। अनि मैले किन के भएर, अब उहाँको बच्चै छैन भने त्यो आन्टीलाई कसले पाल्छ, अङ्कल त बितेर जानुभयो भने। अब सानो बच्चाले त त्यस्तो कुराहरू केयर गर्न सक्छ भने यत्रो पढेर यहाँ आइसकेर अल्कोहल कन्जम्सन गरेर बाइक राइडिङ गर्ने कसको होइन। यो एउटा केस भयो। अनि त्यसपछि उहाँ बितेर जानुभयो। बितेर गइसकेपछि हामीले सबै लास्टको कपडाहरू पनि मलाई उहाँको घरको लगाएर हस्पिटलमा आएको कपडा पनि घर लिएर आउन डर लागेर मैले हस्पिटलबाटै उहाँको कम्पनीमा पठाइदिएँ होइन। एउटा यस्तो केस थियो। अनि अर्को के छ भने सुसाइड स्टुडेन्टले, किन भन्दाखेरि कन्सल्टेन्सीहरूले चाहिँ तिमीहरू वहाँ गयो भने चाहिँ जब पाउँछ, एकदम सजिलो जब पाउँछ भनेर रफ इन्फर्मेसन दिँदो रहेछ क्या। अब यस्तो इन्फर्मेसन दिएर बच्चाहरू यहाँ आउँछन्, स्टुडेन्टहरू हेर्नु +2 सिद्धाएर, अब कोही त ब्याचलर जोइन गरे हुँदो रहेछ, छोडेर आयो। यहाँ आएर काम पनि पाउँदैन। अनि अब काम पाउँदैन, होस्टेल बस्नु पऱ्यो, होस्टेल बस्यो, बाहिर निस्क्यो भने फेरि भित्र आउनु पाउँदैन, किन उसले होस्टेलको फिस तिरे आउँदैन, इन्सुरेन्स तिरेको हुँदैन होइन। भने यस्तो यस्तो गरेर आउनुहुन्छ, यहाँ आएर कहाँ हुँदैन। अनि त्यसपछि के हुन्छ त भन्दाखेरि उहाँलाई मेन्टल इस्युजहरू भइरहेको हुन्छ। अनि त्यस्तैमा पनि मैले 1-2जनालाई रेस्क्यु गरेर मेरो आफ्नै घरमा पनि लिएर राखेको छु होइन। के भयो त भन्दाखेरि पैसा छैन होइन। अब के गर्ने त, अब कुरा गऱ्यो भने कुरैको दुःख भनौँ न, ए फलानुको बच्चाले त उहाँ गएर यति पैसा कमाएछ, फलानुले त यति गरेछ, तँ के गरेछस्, तँलाई किन काम पाउँदैन भनेर भन्ने कुराहरू हुँदो रहेछ। पनि कामै पाउँदैन भने उसको त प्रब्लम होइन नि त। युनिभर्सिटीको फिस तिर्नु पऱ्यो, डर्मेटरीको फी, इन्सुरेन्सको फी होइन, अनि खान बस्नु पऱ्यो। अब त्यो केही नगरे बच्चा यहाँ आएर चाहिँ के गर्छ, गधा जस्तो काम गरेर पनि भ्याउँदैन नि त
होइन। अनि त्यस्तो भइसकेपछि विद्यार्थीहरूमा चाहिँ धेरै जसोमा चाहिँ के भयो त, पढाइभन्दा वर्क ओरिएन्टेड किन बस्नु पऱ्यो, घर फर्केर जाउँ यसले नसकेर आएको भन्ने हुन्छ होइन। त्यहाँ चाहिँ उसलाई गाह्रो भयो त्यही भएर आयो भन्ने कुराहरू छैन होइन। अब प्यारेन्ट्सहरूले कसरी लिनुहुन्छ के छ होइन। अब अहिले हामी कहाँ चाहिँ हावाहुरी जस्तो हावा चलेको छ कि बाहिर जाने, +2 पछि बाहिर जाने हावाहुरी चलेको छ। घरमा के काम नगरे बच्चाहरू यहाँ आइरहेका छन् होइन। अनि काम गर्नु पऱ्यो त्यो रेस्टुरेन्टहरूमा। अब केही काम पाउने भनेको त सबैभन्दा पाउने भने रेस्टुरेन्टमा यत्रो आफू जत्रो त्यो भाँडा हुन्छ नि, त्यो यत्रो 500-600जनालाई पकाउने भाँडालाई चाहिँ धुनु पऱ्यो होइन। आफूले केही काम घरमा चम्चा नधोएको बच्चा भने उसले चाहिँ कसरी गर्न सक्छ। अनि के हुन्छ मेन्टल हेल्थ। अनि अप्सन के रोज्छ त भन्दाखेरि सुसाइड। भने यस्तो सुसाइड केसमा चाहिँ को जिम्मेवार हुन्छ भनेको के होइन। अनि त्यसपछि यहाँ आउन्जेलसम्म त कसैले पनि यहाँ भएको मान्छेहरू आफन्त चिनेकोलाई कसैले पनि सोध्दैनन् है। आएर जब मान्छे प्रब्लममा पर्छ नि अनि त्यसपछि आफन्ती खोज्दै जान्छन्, तिमीहरूले गरिदिनुपर्छ, यस्तो गरिदिनुपर्छ, उस्तो गरिदिनुपर्छ भन्ने हुन्छ क्या। अनि के हुन्छ भन्दा अब हामी पनि जानु पऱ्यो होइन। अब माया त लागिहाल्छ अब छन् भनेपछि, यस्तो भयो भनेपछि त। अनि गयो लिएर आयो अनि पछि फेरि ठिक भइसकेपछि उनीबाट केही पनि रेस्पोन्स आउँदैन क्या होइन। मेरो अब त्यो त एउटा पाठ भयो। तर मेरो भनाइ चाहिँ यसरी आएर विदेशमा आएर मर्नुभन्दा जीवन यति अमूल्य जीवन छ त्यसलाई चाहिँ नष्ट गरेर आफन्त बाबुआमा नै किन नहुन् होइन। पैसा कमाएर आइज भनेर भने पनि छोडेर म त के भन्छु भने घर जानुहोस्। अनि कोही हजुरहरूको आफन्तीहरू अल्कोहल खाएर त्यसरी बस्नु भएको छ भने उहाँहरूलाई नेपालमा बोलाउनुहोस्, रिह्याबमा पठाउनुहोस्। अल्कोहल एडिक्सन मान्छेलाई थाहा पाउँदैन, रिह्याबमा पठाउनुहोस्। किनभने यहाँ बसेर मर्नुभन्दा नेपालमा गएर रिह्याबमा बसेर 4-5 महिना बसेर त्यसपछि नयाँ जीवन सुरु गरे हुन्छ। कोही पानीमाथिको ओभानको पनि छैन यहाँ होइन। नखाने भनेर कोही पनि छैन, खाएका छन्, उपचार गर्ने बाटो छ। त्यही भएर नेपालमा बस्ने बाबुआमा श्रीमती सबैले के बुझिदिनु पऱ्यो भने नेपालमा पैसा मेहनत गरेर फल्छ, कोरियामा पैसा चाहिँ टिप्न पाउँछ भन्ने कुरा छैन। बरु उहाँ त बिहा आफन्तीहरूको बिहा हुन्छ, जान पाइयो, यताउता मान्छे गएको हुन्छ। यहाँ त एक हो अफिस टु घर, घर टु अफिस हो। अब मिल्ने साथीहरू भयो भने त्यहाँ जाने हो, नभए त छैन होइन। म हजुरलाई अर्को पनि एउटा स्टोरी सुनाउँछु होइन। अहिलेलाई चाहिँ यति नै। अब हजुरको कोही नजिकैको बसको आफन्तीहरू कोरियामा छ भने पहिला हजुरहरूले चाहिँ तैँले कति कमाउँछस् भनेर नसोधिदिनु होला। नेपालमा बस्ने साथीभाइहरूले आफन्तीहरूले पहिला चाहिँ तैँले खाना खाइस्, तँ सन्चै छस्, तेरो काम कस्तो छ, तेरो साउ कस्तो छ, वर्क प्रेसर कस्तो छ होइन, तेरो हेल्दी छस्, तँलाई कुनै कुराको स्ट्रेस त छैन भनेर सोधिदिनु होला। त्यसपछि मान्छे बाँच्यो भने मात्रै पैसा त के हो र। पैसा त आज छ भोलि छैन होइन है। यति कुरा चाहिँ रिक्वेस्ट गर्छु कि कसैले भिडियो हेर्नु भएको छ आफन्तीहरू हुनुहुन्छ भने कुरा गर्दाखेरि पैसाको कुरा नगरिदिनु होला। पहिला चाहिँ तैँले खाना खाइस्, कस्तो छ, के छ भनेर सोधिदिनु होला है त।